अचानक सुरु भएको होइन। यो यात्रा मेरो मनभित्र धेरै वर्षदेखि चलिरहेकै थियो। बुटोलबाट निस्किँदा सामानभन्दा धेरै मैले सम्झनाहरू बोकेकी थिएँ। यो सडक मेरो लागि साधारण सडक थिएन। कुनै दिन मिनी बसको झ्यालबाट ती पहाडहरूलाई चिहाउँदै यात्रा गरेको सडक हो यो। यो सडक मलाई मेरो जरा, मेरो बाल्यकाल र मेरो स्वर्गीय बाबासँग जोड्दै लैजाँदै थियो। बुटोलको चहल पहल पछाडि छोड्दै जसरी मोटरसाइकल अघि बढ्दै गयो, मेरो मन उति नै अतीततर्फ फर्किँदै गयो। हावाले अनुहार छोइरहँदा त्यो स्पर्श पनि कति प्यारो लागेको, कति आफ्नो लागेको। आफ्नो जन्मभूमिको बतास पनि मिठासपूर्ण लाग्दो रहेछ। हामी जोरधारामा रोकियौं। बटुक, चुकौनी र पकौडाको स्वाद सिर्फ जिब्रोलाई होइन, मनलाई पनि उत्तिकै आनन्ददायक लाग्यो। डुम्रे हुँदै कुसुम खोला जाने नयाँ बाटोतर्फ लाग्यौं। सडक सागुरिँदै गयो, तर मेरो मन उत्तिकै फराकिलो हुँदै गयो। वरिपरि हरियाली, पहाडका डाँडाहरू, साना बस्तीहरू, हरेक मोडले कथा बोकेको जस्तो महसुस हुन्थ्यो। जसरी सडक उक्लिँदै गयो, त्यसरी नै मेरो मनमा सम्झनाका पहाडहरू पनि उक्लिँदै गए। र अन्ततः हामी पुग्यौं रिब्दीकोट गाउँपालिका वडा नम्बर 5 कुसुमखोला। उहिलेको कुसुमखोला गाउँ विकास समिति वडा नम्बर 6 पिपलचौर। पहाडको काखमा बसेको यो शान्त ठाउँ शब्दमा भन्दा अनुभूतिमा गहिरो छ। यहाँको हावा फरक छ, यहाँको माटो फरक छ, यहाँको मौनतामा पनि आवाज छ, अतीतको आवाज। यही माटोमा मेरो बाबा ईश्वर प्रसाद खनाल जन्मिनु भयो। यही आँगनमा उहाँका दाजुभाइहरू शेषनारायण खनाल, कमल प्रसाद खनाल, मेरो बाबा ईश्वर प्रसाद खनाल, यादवनाथ खनाल र विष्णु खनाल एउटै छाना मुनि हुर्किनु भयो। यही घरमा कुनै समय मेरो फुपूहरू सुशीला खनाल सुवेदी र कल्पना खनालका हाँसो र माया गुन्जिने गर्थे। घर आज कति परिवर्तन भएछ। पक्की सडकले छोएछ, आँपको बोट ढलेछ, पोखरी सुकेछ, उरिम भत्किएछ, तर पनि घर घर नै रहेछ। बुढा र घर होइन, इतिहास हो। यो घर सिर्फ माटो र ढुङ्गाले बनेको होइन। यो घर मेरो हजुरबुवा केशवराज खनाल र उहाँका पत्नीद्वय शिवकुमारी खनाल र केशकुमारी खनालको संसार थियो। गाउँको सबैभन्दा पुरानो घर, सबैले माया गरेर बुढा भन्ने। यस घरका भित्ताहरूले कति आँसु देखेका छन्, कति हाँसो सुनेका छन्, कति बिदाई सहेका छन्। म सानै हुँदा स्कुलमा बिदा सुरु हुने बित्तिकै यही घरतर्फ दौडिन्थे। चाडपर्वमा यही आँगन भरिन्थ्यो। देउसी भैलो, दसैँको टिका, तिहारको उज्यालो, कति रमाइलो। आज यही आँगनमा उभिँदा सबै आवाजहरू मनभित्र गुन्जिए। मेरो बाबा यही ठाउँमा जन्मिनु भयो, यही ठाउँमा बाबाको जीवन गाथा सुरु भयो र यही ठाउँ मेरो बाबाको अन्तिम श्वासको साक्षी पनि हो। आज मेरो बाबा हामी माझ नभए पनि मलाई लाग्छ यो घरको हरेक कुनामा मेरो बाबाको उपस्थिति छ। हाम्रो गोठघर, अमलाको बोट, हाम्रो आलुबारी, सुन्तलाको बोट, मौरीका घारी, अम्बाको बोट, कफीका लहरा, धर्मदाईको घर, नयाँ घर, सिरानपाटा, थुम्का, सबै उस्तै। आफ्नो अतीतका सम्झना झलझली सम्झिने गरी डुले र आफ्नो पुरै गाउँ जीवनसाथीलाई पनि देखाए मेरो जरा कहाँ छ भनेर। आज कुसुमखोलाको हावा केही फरक लागिरहेको थियो। सायद यसले पनि बाबालाई सम्झिरहेको थियो। सुन्तलाका बोटहरूमा डालै झुल्ने गरी फलेका सुन्तला कति रङ्गिलो, कति सुनौलो। कागतीका बोटहरू, कफीका हरिया पातहरू र पहेँलै फुलले ढाकिएको तोरीको खेत, सबै कुरा उही थिए, उही गन्ध, उही अनुभूति। मौरीका गुफा देख्दा मन एकाएक बाबातिर दौडियो। घरको मह, शुद्ध ताजा प्रकृतिले दिएको उपहार। महको एक थोपा जिब्रोमा पर्दा मनमा बाबाको मुस्कान आयो। हजुरलाई कति मन पर्थ्यो है मौरी पालन, मह खोज्ने यात्रा र प्रकृतिसँगको त्यो नजिकको सम्बन्ध। अम्बाका हरिया रुखहरू हावामा हल्लिँदै थिए, सबै कुरा जस्ताको त्यस्तै, सबै। तर घर खाली थियो, भित्ताहरू मौन थिए, आँगनले आवाज खोजिरहेको थियो। धर्मदाईको घरमा बसेर भोजन गर्दा त्यसमा पनि आतिथ्यसँगै माया थियो। गाउँभरि घुम्दा हरेक बाटोले कथा सुनाइरहेको जस्तो लाग्थ्यो। केही तस्विर खिच्यौं, समय रोक्न सकिँदैन भनेर थाहा हुँदाहुँदै पनि सम्झनालाई बचाइराख्न। यहाँ बितेको हरेक सेकेन्ड अमूल्य थियो, हरेक सास नोस्टाल्जियाले भरिएको थियो। आज मेरो मनमा छुट्टै खुसी छ यो ठाउँ मेरो जीवन साथीलाई देखाउन पाउँदा। यो यात्रा सामान्य घुमफिर होइन, यो मेरो बाबाप्रतिको माया हो, मेरो बाबाको सम्झना हो र मेरो मौन प्रार्थना हो। बाबा, म हजुरलाई शब्दमा भन्दा बढी अनुभूतिमा धेरै माया गर्छु र सधैँ यहाँ फर्किरहनेछु, किनकि मेरो आत्माको एउटा अंश यही कुसुम खोलामा छ।
साल्टी वही सारी